साथीहरू आजको चाहिँ यो सन्डे स्पेसल खै सुँगुरको मासु भैँसीको मासु यता पाउनु गाह्रो पर्यो त्यही भएर चिकन ल्याउनु गएको 300 रुपियाँ भन्छ यो बेङ्गलोरमा त हो यसो सोच्दाखेरि चाहिँ 300 बोलेर चाहिँ के गर्नु भनेर पैसा पनि कम्ती थियो बजीमा त्यही भएर यो चाहिँ 220 अरे 220मा 1 किलो झाँक्ते यो के भन्छ कलेजो अन्त त्यो खुट्टा सुट्टा मिलाएर लिएको अन्त चाहिँ अब प्रिपेयर गर्नु जानु आँटेको साथी हो फेरि अहिले प्रिपेयर गर्दै गरेको भिडियोहरू तपाईँलाई सेयर गर्दैछु है यसो होल्ड गरेर बस्नु होला ल अब तेल चाहिँ अघि नै गरम गरेर राखेको त्यो माथि चाहिँ अलिकति यो सर्ट सबै कडी पत्ता हल्का तपाईँले चाहिँ हलाउनु पर्छ है जबसम्म ब्राउन कलर रहन्छ फेरि ज्यादा खाऱ्यो भने त्यो लसुनको टेस्ट चाहिँ जान्छ टेस्ट आउँदैन अब चाहिँ प्याज हाल्नु पऱ्यो है प्याज राखिदिनुहोस् त्यसमा अन्त अलिकति हरियो खोर्सानी अब इङ्ग्लिसमा भन्नु भने चिल्ली ग्रिन चिल्ली अब हामी त अब नेपाली पढ्यौँ शुद्ध भाषै बोल्नु पऱ्यो नि होइन हरियो खोर्सानी यसलाई चाहिँ अलिक मजाले यसो चलाउनु पर्छ है गोर्खे स्टाइल यो कुनै साउथ इन्डियन होइन कुनै इन्डियन होइन कुनै उयो होइन यो चाहिँ कन्टिनेन्टल होइन पक्का गोर्खे तपाईँले घरमा इजीसँग बनाउनु सक्नुहुन्छ ल यो अलिक बाँचेको चाहिँ यसो फ्रिजमा हालेर राख्नु पऱ्यो भरे भोलि हेरौँ बुधबार बिहिबार कहिले हुन्छ निकाल्यो फ्रिजबाट चट्टै काट्यो खायो अब पैसाको अलिक निकाल्छ डेली त अब चिकन ल्याउनु सकिँदैन नै त्यो त सबै तपाईँलाई थाहा भएको कुरा हो अब सबै एउटा काम गर्ने मान्छे त हो होइन र हामी कोही त्यो धनी करोडपति लखपति होइन अब तपाईँहरू पनि काम गर्ने मान्छे हामी पनि गर्ने ल है साथी हो त्यही भयो तपाईँको हाम्रो गोर्खे भाषामा बेसर पऱ्यो बेसर हालेर यसो हल्का चलाउनु पऱ्यो यो चाहिँ धनियाँ पऱ्यो हरियो धनियाँ पहिला चाहिँ मैले भुट्यो भने तपाईँको अलिकति टेस्ट कति पऱ्यो भातमा हालेको र पहिला भातमा पनि हाल्नुपर्छ पाकिसकेपछि त्यसको अलग्गै फ्लेभर आउँछ त्यसको सुगन्ध भनेको अलग्गै हो यता उयो के अरे पाङ्ग्रा भनौँ न अब भाषा झाँते भन्छ नि क्या हो झाँते हाल्नु पऱ्यो पहिला त्यो झाँते फेरि छिट्टो पाक्दैन साथी अलिक त्यसलाई टाइम लाग्छ त्यसको बादमा चाहिँ कलेजो अलिक पिछाडि हाल्नु र यसमा अब अलिकति नमक पहिला अलिकति एड नमक चाहिँ हाल्नुपर्छ नुन खै म पनि के भएको नमक ज्यादा लो यसमा चाहिँ अलिकति नमक छड्किदिनुहोस् माथिबाट स्वाद अनुसार है हामीले कति हाल्यो अब फेरि तपाईँहरूले त्यति नै हाल्नु हुँदैन नि तपाईँको इच्छा कहिले खान्छ बेसी कहिले खान्छ कम्ती हामी चाहिँ मिडियम खान्छौँ साह्रो बेसी पनि होइन साह्रो कम्ती पनि होइन साथीहरू अब चाहिँ यहाँ मसलाहरूको उयो आयो त्यही भएर पहिला चाहिँ अलिकति टमाटर भन्छ होइन हाम्रो हिन्दीमा चाहिँ हाम्रो नेपाली गोर्खे भाषामा चाहिँ टमाटर परेको काटेको टमाटर सबै हाल्यो है त्यहाँबाट चाहिँ अब यो चिकन मसला अलिकति हालिदिनुहोस् तपाईँले त्यसमा अलिकति हल्का है ज्यादा होइन है ज्यादा हाल्यो भने फेरि उयो हुँदैन अब यहाँबाट चाहिँ तपाईँको धनियाँ पाउडर अलिकति हालिदिनुहोस् अन्त चिल्ली पाउडर हाल्नुभयो भने तपाईँको इच्छा हो कसैलाई पिरो खानु मन लाग्छ कसैलाई उयो कस्तुरी मेथी अलिकति छ भने छैन भने अब त्यसको उयो पनि छैन हल्का चाहिँ तपाईँले उयो के अरे चिल्ली पाउडर हालेको चाहिँ राम्रै तपाईँले मजाले चलाइदिनु उयो भएपछि मजाले त्यो के अरे मसलाहरू मिक्स भएपछि उयो मिडियम फ्लेममा चाहिँ तपाईँले उयो गरेर आगोलाई चाहिँ उयो गरेर ढकनी लगाइदिनुहोस् यहाँ चाहिँ मैले कलेजो र के अरे त्यो
बाङ्रामा भएको बोसो हुन्छ नि त्यसलाई चाहिँ अलग्गै राखेको छु है त्यसलाई चाहिँ बादमा हाल्नु पऱ्यो अब बाङ्रा पाक्नु अलिक टाइम लाग्छ कलेजो भनेको अब 2-3 मिनट पाकिन्छ अहिले यो हाल्दै गरेको उयो चाहिँ तपाईँहरूलाई सेयर गर्दैछु ल अब चाहिँ यसरी पानी सानी सबै हालेर एकदिन चलाएर फेरि ढकनी लगाएर छोपिदिनु पऱ्यो त्यसलाई 5 मिनट जस्तो चाहिँ किनभने यो बाङ्रा पऱ्यो है पाक्नु अलिक टाइम लाग्छ चलाउँदै गरेको है साथी हो कलेज हालेको फोटो चाहिँ अलिकति उयो भएछ भिडियो चाहिँ गर्नु किनभने सट्टै हाली पठाइहालेको छु कि त्यही भएर अलिकति उयो भयो कलेज चाहिँ हालियो अब एकछिनबाट चाहिँ रहेको बोसो हाल्नुपर्छ है साथी हो ल यसलाई 5-6 मिनट पकाउनै पर्छ कलेज पनि आधा उधी चाहिँ पाकिसक्यो है यसलाई अलिक 3 मिनट लाग्छ यो झाँतेको बोसो चाहिँ अझै यतिकै उयो छ यो चाहिँ लास्टमा पाक्दै बेलामा मात्रै हाल्नुपर्छ है अब अहिले हो भने तपाईँको सबै पिक्लिएर त्यो तेलै तेल हुँदो रहेछ क्या मैले यो अस्तिको हप्तै यो ट्राई गरेको हो हुँदैन रहेछ समय पकाउनु चाहिँ तर साथी हो आजको कुक चाहिँ म चाहिँ होइन है तर यो छोरा यसले चाहिँ उयो गर्दैछ प्र्याक्टिस यो चाहिँ अब कलेज पढ्ने केटाहरू कोही बेला मैले चाहिँ भनेको पकाएँ यसो गोर्खे कुरोहरू सिकिराख्नु पऱ्यो नि त है ट्रेडिसनल चिजहरू अब भोलि पर्सि गएर यिनीहरू कता बाहिर जाला फरेनतिर जाला कोही कता जाला अब सबै कुरो सिकाइराख्नु पऱ्यो नि नानीहरूलाई होइन खाना पकाउनुदेखि लिएर घर बढार्नु भाँडा धुनु अब सबै कुरोमा एक्टिभ छ भने अब भोलि पर्सि गएर स्ट्रगल हुँदैन त अब त्यो सर्भाइभ गर्नु सक्छ हो कि होइन को छ भन्नुहोस् साथी हो अब सबै कुरो अब जानेको छ अब हेर्नुहोस् है मै अब सबै गर्छु भाँडा सबै घर बढार्छु है यस्तो खाना पकाउँछु अब त्यस्तै हो लाइफमा अब चढाउ यस्तो चल्दै जान्छ अब त्यो उयो गरेर इग्नोर गरेर पनि आफ्नो परिवारसँग ह्याप्पी बस्ने चाहिँ कोसिस गर्नु चाहिँ अब चाहिँ यो रहेको बोसो चाहिँ हालिदिने हालेर ज्यादा पकाउनु चाहिँ बोसो त कति लाग्छ तपाईँलाई थाहा छ होइन 2-3 मिनट पकायो भने यसो हल्लायो झाँटेको बोसो हुन्छ नि तपाईँहरूलाई त अब थाहै छ होला घरमा कुखुरा काट्नुहुन्छ तर गाउँको कुखुरामा चाहिँ अलिकति बोसो कम्ती हुन्छ है त्यो झाँतेमा चाहिँ यो चाहिँ बोइलर पऱ्यो अब यहाँ त गाउँमा त हाम्रो उयो के अरे यो मेट्रोपोलिटन सिटी हो यहाँ त अब गाउँको जस्तो कुखुरा त पाउने कुरै हुँदैन तपाईँहरूलाई थाहै भएको कुरा हो अन्त त्यो यहाँको बोइलर भनौँ न अब बोइलरको बोसो चाहिँ अब 2-3 मिनट पाकिहाल्छ अब यसलाई चाहिँ पाकिसकेपछि चाहिँ हामी चट्टै खानासाना खाएर चाहिँ सुत्ने अब किनभने भोलि यिनीहरू बिहान 6:30-7 बजी उठ्नुपर्छ यिनीहरू कलेज लाग्छ 8 बजी यो त कलेज पनि खै के भन्नु र अब स्कुल जस्तो छ अब 8 बजी गयो र आउँछ 5 बजी अब कलेज त यस्तो हुन्छ कि अब यो 2 घन्टाको क्लास गऱ्यो यहाँ चाहिँ त्यस्तो चल्दैन यिनीहरूको चाहिँ एकदम कोचिङ एकदम स्ट्रिक्ट छ अब एकदम यो रेवा युनिभर्सिटी चाहिँ अब तपाईँले अब किनभने गुगलमा सर्च गरेर हेर्दा पनि हुन्छ यहाँको चाहिँ अब कस्तो म्यानेजमेन्ट रहेछ है यहाँको कस्तो प्लेसमेन्ट रहेछ तपाईँहरूलाई भरसक भयो भने अर्को हप्ता चाहिँ म रेवा युनिभर्सिटीको पनि यसो त्यहाँको झलकहरू देखाउँछु है ल अब चाहिँ यसो धनियाँ हाल्नु पऱ्यो अब यो चाहिँ फाइनल स्टेजमा आइपुगेको छ तपाईँको अब धनियाँ हालेर छट्टै यसो चलाएपछि चाहिँ अब यो पर्फेक्टली पाकेको भन्नु पऱ्यो नि अब होइन र बोसो पनि यस्तो हुन्छ है तपाईँको हेरिराख्नुहोस् है लास्ट फाइनलमा हाल्नु भयो भने चाहिँ बोसो पनि अब त्यो तपाईँको पिग्लिँदैन पाक्छ त्यसमा अलिकति हल्का चाहिँ पानी हालेर चाहिँ यसो उमाल्नुपर्छ है पहिला हाल्नु भयो त त्यो तपाईँको पिक्लिएर अब खाइ नसक्नु त्यसलाई चाहिँ हुन्छ नि अब त्यो त हाम्रो लङ टाइमको एक्सपिरियन्स हो साथी हो यो एक्सपिरियन्स चाहिँ तपाईँहरूलाई सेयर गरेको ल अब चाहिँ यो फाइनली पाकिसक्यो होइन अब यसलाई चाहिँ छट्टै अब तपाईँले के अरे भातसँग खाँदा पनि भयो अब नेपाली भाषा बोल्नु पर्फेक्ट भातसँग खाँदा पनि भयो तपाईँले पोलेको रोटीसँग खाँदा पनि भयो कोदोको रोटीसँग खाँदा पनि भयो परोठासँग खाँदा पनि भयो यो त पर्फेक्ट रेडी भइसकेको छ
अनि यसलाई चाहिँ तपाईँले यसो बेलुकाको के भन्छ यसो साइड डिसमा पनि तपाईँले उयो गर्नु सक्नुहुन्छ। तपाईँको सानो सानो ढाबाहरू छ भने यो पर्फेक्ट हुन्छ उनीहरूको लागि चाहिँ त्यो जो चाहिँ अब यसो अल्कोहोलिक हुन्छ नि उनीहरूको लागि चाहिँ पक्का साइड डिस। ल साथी हो ल घरै भोलि भेटौँ। ल यो साइड डिससँग चाहिँ चिकन उयोसँग चाहिँ यो पराठा है मलावर पराठा तपाईँहरूले किन्नुभयो भने चाहिँ यस्तै किन्नुहोस् है। मलावर पराठा चाहिँ एकदमै राम्रो हुन्छ अलिक टेस्टी पनि। यसरी तावालाई चाहिँ पहिल्यैदेखि अलिकति फुल उयसमा फायरमा चाहिँ हिट गरेर राख्नुपर्छ है। त्योबाट चाहिँ बादमा तपाईँले अलिक तावा गरम भएपछि चाहिँ घिउ हाल्दा पनि हुन्छ। तपाईँले घिउ छैन भने तेल हाल्दा पनि हुन्छ। त्यो तपाईँको हाम्रोमा त घिउ छ गाउँबाट ल्याएको है देशी घिउ भनौँ न अब गाउँको दिदीहरूले पठाइदिनु भएको त्यही घिउमा चाहिँ हामी चाहिँ बनाउँछौँ। त्यसले मजाले घिउहरू पिक्लिसकेपछि छक्कै पराठा राखिदिनुहोस्। त्यहाँबाट यस्तै 1 मिनट 2 मिनट त त्यसलाई उयो गर्नु त्यति लामो गर्नु हुँदैन। लामो गऱ्यो भने त्यति डढ्ने डर हुन्छ। पराठा फुलेको जस्तो भयो भने त्यसलाई पल्टाइदिनुहोस्। त्यसरी नै हेर्नुहोस् है पछाडि अलिक डढेको जस्तो भएपछि त्यो चाहिँ पराठा चाहिँ पाकेको हेर्नुहोस् न पराठा फुलेको एकपल्ट यता एकपल्ट उता त्यहाँबाट फेरि एकपल्ट पल्टाएपछि चाहिँ पाक्यो। हेर्नुहोस् है ल यहाँ मेरो पराठा पोल्ने चाहिँ मेरो श्रीमती है। अघि त छोरा थियो चिकन उयो बनाउने चाहिँ अहिले त श्रीमती अलिक गरम गरम भएर चाहिँ एडजस्टमेन्ट खोलौँ भन्दैछु। ल एकछिनै साथी हो ल अर्को पराठा पनि हालिदिएको। त्यहाँबाट तपाईँले ठक्कै माथिबाट यसरी घिउ हालिदिनु है। त्यो साइडमा पनि हाल्नुहोस् अन्त माथिबाट भर्सक माथिबाट हालेको राम्रो। त्यसो गऱ्यो भने चाहिँ अब तपाईँको पराठा चाहिँ उयो हुन्छ जल्दैन पनि टेस्ट पनि राम्रो आउँछ। यसो खिचेको जस्तो गर्नु है किनभने त्यो कति ग्याप हुन्छ कि नपाक्ने डर हुन्छ। यहाँ चाहिँ मेरो मिसेस हो उहाँ चाहिँ पराठा मास्टर भनौँ न। अब हामीले पोल्यो भने चाहिँ उसलाई रिस उठ्छ। हामीले पनि काँचो बनाएर दिन्छौँ नानीहरूलाई भन्ने उसको चाहिँ शङ्का। अब उस्तै अब भयङ्कर रहेछ है हाइजिनिकपट्टि चाहिँ साफ सफाइ अब त्यस्तै हो। मैले गरेँ भने चाहिँ उसलाई उयो लाग्छ के अरे मैले चाहिँ अब जतासुकै मैला कचरा अब त्यस्तै मरदहरू होइन ल। औरत र मरदमा यही फरक हुँदो रहेछ साथी हो। हामी मरद भएपछि त अब लाभा लुबुर त्यसै त हो। अब हाइजिनिक अब त्यस्तो त्यति अब उयो गरिदिउँ न। यो औरत जातहरू चाहिँ यस्तो हुँदो रहेछ साथी हो। अब हाम्रो नानीहरू खाना त रेडी भयो यहाँ डाइनिङ टेबलतिर राखेको है। अब यिनीहरू चाहिँ स्टार्ट गर्छन्। हाम्रो छोरी चाहिँ अब मेरो भेजिटेरियन पऱ्यो। हामी चाहिँ प्योर नन भेजिटेरियन। ल त्यस्तै छ है साथी हो। परदेशको लाइफ है गाउँ जस्तो हुँदैन। अब गाउँमा पो तपाईँको घरमै छेउमै सागहरू हुन्छ केहरू हुन्छ है ल्यायो पकायो खायो इस्कुसहरू तामाहरू। अब हाम्रो त यता हुँदैन। यी क्याप्सिकम भन्छ नि अब काश्मिरी चिल्ली भन्छ काश्मिरी मिर्च यो चाहिँ हरियो हुन्छ नि त्यो ठुल्ठुलो क्या खोर्सानी जस्तै त्यो है। ल मेरो छोरीले पनि खाँदैन। हामी चाहिँ अब डिनर स्टार्ट गर्नु आँटेको। कम यार पुतले कम। यो चाहिँ अब बाहिर देशको हो कि अन्त
त यसले नेपाली बुझ्दैन हो खालि इङ्ग्लिसै मात्रै कम हियर लुक एट मी हेर त साथी हो ठक्कै यसले चाहिँ इङ्ग्लिस मात्रै बुझ्छ ल ए साथी हो यता चाहिँ हिरोइन पर्यो यो चाहिँ फेरि चम्काउँछ फेरि यो चाहिँ हाम्रो फेरि छोरा चाहिँ के अरे छोरी भयो प्योर भेजिटेरियन यता छोरा पर्यो प्योर नन भेजिटेरियन अन्त यो चाहिँ अलग अलग हामी चाहिँ खाना बनाउँछ डेली दुई आइटम एकपट्टि भेजिटेरियन एकपट्टि नन भेजिटेरियन त्यही भएर मेरो बुढी चाहिँ डेली ग्याङ 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 गर्छ क्या रिसाएर हो अब त्यस्तै त हो रहेछ नि है साथी हो घरमा अब एउटै आइटम बनाएर सबैलाई दिएर भयो एकजना भेजिटेरियन पऱ्यो एकजना नन भेजिटेरियन अन्त त्यो हुँदा चाहिँ उसलाई अलिक टेन्सन हुन्छ त्यही अब म आफूलाई चाहिँ सघाइदिन्छु ल है साथी हो यिनीहरू दुईजनाले चाहिँ स्टार्ट गर्यो है अब हामी चाहिँ अलिक टाइम लाग्छ किनभने अब पहिला चाहिँ आफ्नो नानीहरूलाई चाहिँ उयो गर्नु पऱ्यो नि उनीहरूलाई दिइसकेपछि लास्टमा चाहिँ अब सबै चाहिँ अनि होइन र हामी मात्रै होइन अब तपाईँहरू पनि त्यस्तै होला छोराछोरीलाई पहिला सोच्नु पऱ्यो त्यहाँबाट आफूले के अरे चप्पल लगाए पनि छोराछोरीलाई चाहिँ अब बुट्टै किनिदिन्छु भन्ने चाहिँ अब त्यो उयो सोच हुनु पऱ्यो नि त होइन यता पनि एउटा छोरी पो छ हाई भनिदियो त सबैलाई हाई भन् हेलो गाइस भन् मासु खाइस चिची चिची खायो कि खाएन यस्तो पो छ हाम्रो त घरमा अर्को पनि छ एउटा हिरो कता गयो पलङमुनि बस्यो ल कम यार आँखा बोलेको हेर फेरि यिनीहरूको अयो टिलिली आँखा बोल्यो है कम आउट